नमस्कार। जागरण एकेडेमी एन्ड रिट्रिट सेन्टर प्रणालीले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण टट कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई म अमरराज शर्मा घिमिरेको तर्फबाट हार्दिक स्वागत छ। आज म तपाईँहरू समक्ष जुम सञ्चालन गरिरहँदाखेरि तपाईँका भिडियो लगायतका सामग्रीहरू कसरी सेयर गर्ने, कसरी स्टप सेयर गर्ने भन्ने विषयमा पर्याप्त दुविधाहरू उत्पन्न भइरहेको अवस्थामा तपाईँहरूलाई केही जानकारी गराउन उपयुक्त ठानी आज तपाईँहरू समक्ष मैले यो भिडियो प्रस्तुत गरेको छु। आशा छ यो भिडियोबाट तपाईँहरूलाई पर्याप्त कुरा जानकारी हुनेछ र तपाईँहरूले मजासँग तपाईँका कन्टेन्टहरू सेयर र स्टप सेयर गर्न सक्नुहुनेछ र तपाईँको प्रस्तुतिलाई प्रभावकारी बनाउनुहुनेछ। र यो भिडियो तपाईँहरूलाई उपयुक्त लागेमा यसलाई सब्सक्राइब गरिदिनु होला र यस्तै किसिमका अन्य कन्टेन्टहरू आवश्यक पर्यो भने मलाई जानकारी गराउनुहोला। र अब प्रस्तुत छ हाउ टु सेयर एन्ड स्टप सेयर इन जुम। अत्यन्त महत्त्वपूर्ण जुमको लागि अत्यन्त महत्त्वपूर्ण माध्यम भएकोले यहाँहरू यो विषयमा पर्फेक्ट हुन जरुरी छ। त्यसैले यो कसरी सेयर गर्ने भन्ने विषयमा म तपाईँहरूसँग केही कुरा राख्न गइरहेको छु। आशा छ यसले तपाईँहरूलाई जुम प्रस्तुतिको समयमा सेयरिङ गर्नको लागि यसले सहयोग पुर्याउनेछ। त्यसको लागि सर्वप्रथम त तपाईँहरूले यो जुम खोलिसकेपछि यसको पिँधमा थुप्रै अप्सनहरू देख्नुहुन्छ। जस्तो देब्रेतिरबाट हेरिरहँदाखेरि एउटा अडियो बटन छ, त्यसपछि भिडियो छ, त्यसपछि रिएक्ट छ, त्यसपछि च्याट छ, त्यसपछि पार्टिसिपेन्ट छ, अनि सेयर भन्ने एउटा अप्सन छ। यो माथितिर फर्केको एरो छ, अनि हरियो रङको यहाँ यो चार कुने भित्र त्यस्तो अप्सन छ। त्यसपछि होस्ट टुल छ, व्हाइट बोर्ड छ, अनि रुम, अब यी विभिन्न अप्सनहरू छन्। यीमध्ये कतिपय होस्टमा देखिन्छ भने जनरल सबैकोमा देखिने भनेको मैले अघि भनेका चिजहरू हुन्। अब सेयर गर्नको लागि सर्वप्रथम यहाँहरूले यो हरियो रङको माथितिर फर्केको एरो त्यसमा क्लिक गर्दा पनि हुन्छ अथवा अल्टर एस गर्दा पनि हुन्छ। अल्टर एस गर्नुभयो भने भित्र अर्को एउटा विन्डो खुल्छ। त्यसमा सबभन्दा माथि हेर्नुभयो भने स्क्रिन भन्ने छ, अहिले जुन हाइलाइट भएको छ। त्यसपछि डकुमेन्ट छ, त्यसपछि एडभान्स छ, अनि यो स्क्रिनमा यहाँ के देखिएको छ त्यो कुराहरू आइराखेको छ। र देब्रे साइडतिर विभिन्न अप्सनहरू छन्। अहिले कन्टेन्ट ओन्ली भन्नेमा यहाँ देखिएको छ। त्यस्तै एज ब्याकग्राउन्ड, साइड बाई साइड, ओभर द सोल्जर, यस्ता विभिन्न अप्सनहरू छन्। र तल हेर्नुभयो भने सेयर साउन्ड छ, अप्टिमाइज भिडियो सेयरिङ छ, सेयर जुम विन्डो, विभिन्न अप्सनहरू छन्। त्यसमध्ये यहाँहरूले अरू केही नगरिकन सबभन्दा पछाडमा रहेको यो सेयर बटन यसलाई क्लिक गरिदिनु भयो भने यो सेयर अब तपाईँको डेस्कटप, अब यहाँ सेयर भइराखेको छ। डेस्कटपमा के छ त्यो कुराहरू देखिराखेको छ। यस्तो अवस्थामा यो अघिको यो डेस्कटप यहाँ देखियो र तपाईँका डकुमेन्टहरू कहाँ छन् त्यो ठाउँमा गएर खोलेर तपाईँले आफ्नो प्रस्तुति सेयर गर्दै प्रस्तुत गर्दै गर्न सक्नुहुन्छ। त्यसको लागि अब यहाँ यो सर्च बक्समा यहाँले यो पावर पोइन्ट क्लिक गर्नुभयो भने पावर पोइन्ट खुल्छ। र त्यसमध्ये अब यो पावर पोइन्ट खोलिसकेपछि यता बायाँ साइडतिर हेर्नु त तपाईँले योभन्दा अगाडि खोलेका थुप्रै फाइलहरू यहाँ छन्। टट भन्ने छ, न्युरो लिङ्ग्विस्टिक प्रोग्रामिङ, 9.game, टट फ्री ओरिएन्टेसन सेसन, यी थुप्रै चिजहरू छन्। त्यसमध्ये तपाईँको फाइल कुन हो त्यसलाई क्लिक गर्न सक्नुहुन्छ। त्यो क्लिक गरेपछि तपाईँको फाइल खुल्यो। यो फाइल खुलिसकेपछि अब तपाईँले प्रेजेन्ट गरिरहँदाखेरि स्लाइड सो मोडमा जानुपर्छ। यो एडिट मोड हो। अनि तपाईँले यहाँ यो नर्मल मोड पनि भन्छन्। त्यसपछि अर्को स्लाइड सर्टर मोड छ, अनि अर्को रिडिङ भ्यू छ, र यो
स्लाइड सो मोड हो। यहाँ तल हेर्नु त पुछारमा यो नोट यिनी विभिन्न अप्सन भएको ठाउँमा यस्तो छ। एउटा त यो अप्सनबाट जान सकिन्छ। अर्को तपाईँ माथि मेनु हेर्नुभयो भने फाइल, त्यसपछि होम, त्यो अहिले होम सिलेक्ट भएको छ। अनि इन्सर्ट, डिजाइन, ट्रान्जिसन, एनिमेसन गरेर यहाँ स्लाइड सो छ। यो स्लाइड सोमा क्लिक गरेर तपाईँ फ्रम बिगिनिङ गर्नुभयो भने जहाँबाट भए पनि बिगिनिङदेखि स्लाइड सो हुन सुरु गर्छ। अनि अहिले करेन्ट स्लाइडदेखि सो गर्ने हो भने फ्रम करेन्ट स्लाइड गर्नु। यसलाई क्लिक गरेपछि ल यस्तो अप्सन आउँछ। अब यसमा अघिको भन्दा ठुलो स्क्रिन छ तपाईँले। अनि अघि हामीले गरेकोमा यो लेआउट भ्यू थियो, एडिट मोड भन्न पनि सक्छौँ त्यसमा, त्यसलाई नर्मल मोड पनि भन्न सक्छौँ। र यसरी हामी अगाडि जान्छौँ र अब यसलाई तपाईँ सेयर गर्दै जानुहुन्छ। यसरी सेयर हुँदै हुँदै अगाडि बढ्दै जान्छ। अब तपाईँले प्रस्तुति गरिरहँदाखेरि अब स्लाइड हेरेर पढिरहने होइन। स्लाइड हेरेर चित्रहरू छन् भने त तपाईँले यस्तो यो चित्र देखियो, यो चित्र एकछिन तपाईँले व्याख्या गर्नुहुन्छ। अनि अब यसलाई मजाले व्याख्या गर्ने बेला यहाँ माथि हेर्नु त यो स्क्रिन भन्ने छ, कालो जुमको रिबन छ, त्यसको तल स्टप सेयर भन्ने छ। रातो बक्समा सेतो अक्षरले लेखेको स्टप सेयर छ। यसमा क्लिक गरिदिनु भयो भने अब स्टप सेयर हुन्छ। हामी नर्मल मोडमा जुमको मोडमा आएका छौँ। यहाँ यस्तो यसरी तपाईँले व्याख्या गर्दै जानुपर्छ। व्याख्या गर्दै गइसकेपछि अब फेरि तपाईँलाई अर्को स्लाइडमा जानु पर्यो भने तपाईँ बोल्दै गर्दा अब यसलाई तल अघिकै जस्तो सेयर बटनमा तपाईँ जानुहुन्छ, त्यहाँ सेयर गरिदिनुहुन्छ। अनि फेरि अरू केही नगर्नु, माथि हेर्नु त एउटा टट फ्री भनेर यतातिर सुरुमा मैले खोल्दाखेरि जे आएको थियो त्यो देखिएको छ। बिचमा पावर पोइन्ट स्लाइड सो भनेर सबभन्दा लेटेस्ट मैले के खोलेको थिएँ त्यो देखिराखेको छ। र अब यहाँ तपाईँले कतै केही नगरिकन ट्याक्क फेरि त्यो निलो टेक्स्ट बक्सभित्र सेतो अक्षरले सेयर लेखेको छ, त्यो सेयरमा क्लिक गर्नुभयो भने तपाईँ फेरि त्यही अघि जहाँनिर रोकिनु भएको थियो, जहाँनिर तपाईँले स्टप सेयर गर्नुभएको थियो त्यहीँ जान्छ। अब यहाँ गइसकेपछि तपाईँले एकचोटि क्लिक गर्दा त्यो सर्दैन, किनभने अघि तपाईँ जुममा हुनुहुन्थ्यो, जुमपछि यता आएको हुनाले अहिलेसम्म तपाईँको माउस जुममै छ। त्यसैले एकचोटि यहाँ क्लिक गर्ने, एकचोटि क्लिक गरिसकेपछि अब तपाईँले यो एरोले सार्न सक्नुहुन्छ, अथवा क्लिक गर्नुभयो भने यो अघिल्लो स्लाइड सर्छ। यसरी तपाईँ फेरि प्रस्तुत गर्दै जानुहुन्छ। प्रस्तुत गर्दै गएपछि जब तपाईँले यो व्याख्या जस्तो यहाँ टेक्स्ट आयो, यहाँ तपाईँहरूले देखिरहनु भएको छ। यो टेक्स्ट आइसकेपछि अब यहाँ यसमा तपाईँले के भन्ने कुराहरू चाहिँ तपाईँलाई थाहा भइसक्छ। अब यो व्याख्या गर्ने बेला स्टप सेयर गरेर व्याख्या गर्ने है। यो स्टप सेयर गर्ने, त्यसपछि त्यहाँ भएका कुराहरू सबै व्याख्या गर्ने। व्याख्या गरिसकेपछि फेरि तपाईँ यही सेयरमा जाने, अनि तल फेरि यो सेयरमा क्लिक गर्ने र अघिकै ठाउँमा आउनुभयो, एकचोटि यहाँ क्लिक गर्ने र त्यसलाई अगाडि बढाउने। यसरी सेयर गर्ने अप्सनहरू क्रमैसँग बढ्दै जान्छन्। यसरी गर्नुभयो भने तपाईँ फ्लुएन्टली गजबको तरिकाले प्रस्तुति गर्न सक्नुहुन्छ। र तपाईँको प्रस्तुति इन्ट्रेक्सन पनि हुनुपर्छ। कतिपय अवस्थामा हामीले इन्ट्रेक्सन गर्न बिर्सिराखेका हुन्छौँ। यहाँहरूले सेयर गर्दै गर्दाखेरि सहभागीहरूको नाम लिएर तपाईँले प्रश्न सोध्ने, र हामीले पटक पटक भनिराखेका छौँ प्रश्न सोद्धाखेरि यस्तो क्वेसन बनाएर सोध्ने। यस्तो क्वेसन बनाएर सोध्नुभयो भने प्रभावकारी हुन्छ। अन्यथा तपाईँले प्रश्न सोध्नुहुन्छ, त्यसको जवाब दिँदा दिँदा तपाईँको धेरै समय सहभागीले खाइदिनुहुन्छ। त्यसो कहिले पनि नगर्नुहोला। यस्तो क्वेसन बनाएर तपाईँ अगाडि बढ्नुहोला। र फेरि यहाँ तपाईँ स्टप सेयर गर्नु, स्टप सेयर गर्दै तपाईँ अगाडि बढ्नुहुन्छ। यसरी यो अप्सन सेयर गर्ने र स्टप सेयर गर्ने विषयमा तपाईँ पर्फेक्ट हुनु जरुरी छ। यो पर्फेक्ट हुनुभयो भने मात्रै तपाईँले जुममा राम्रोसँग काम गर्न सक्नुहुन्छ भन्दै आजको मेरो प्रस्तुति
यही मैले सम्पन्न गरेँ। तपाईँलाई कस्तो लाग्यो यो विषयमा केही थप जिज्ञासा भए फेरि मलाई सोध्न सक्नुहुन्छ, सम्पर्क गर्नु सक्नुहुन्छ। हस्त आजको लागि यति नै, बिदा हुन्छु। नमस्कार।